पनि एउटा मेन नै रहेछ, मेन पार्ट यो जर्नीमा चाहिँ यसको पनि ठुलो भूमिका त्यही हो। अलिअलि गाह्रो अलिअलि सजिलो सन्तानहरूले हाम्रो बोजूहरू हाम्रो आन्टीहरू हाम्रो अब आमाहरू यस्तो हुनुहुन्थ्यो यस्तो गर्नुहुन्थ्यो मैले अनि भेटिनँ कि अनि पछि चाहिँ फेरि रिसेन्ट गरेको चाहिँ मैले के थियो भने अब 2-3 विक्स धेरै धन्यवाद सबैजनालाई। यो चाहिँ एडसेन्स पिनको लागि चाहिँ मेरो भन्दा पनि धेरै दुःख चाहिँ साथीहरूको छ है। नमस्कार, म चाहिँ मेनु मगर अनि मेरो यो भिडियोमा हजुरहरू सबैजनालाई स्वागत छ। म चाहिँ आज के को भिडियो लिएर आएको छु भन्दाखेरि हजुरहरूले मेरो टाइटल थम्बनेल अनि त्यहाँदेखि हाइलाइटबाट पनि थाहा पाइसक्नुभयो होला। म चाहिँ मेरो सानो खुसी हजुरहरूसँग बाँड्नको लागि आएको छु यो भिडियो लिएर चाहिँ। अनि के हो भन्दाखेरि चाहिँ गुगल एडसेन्स पिन मसँग चाहिँ आइसकेको छ हजुर। यो चाहिँ मेरो युट्युबको जर्नीमा अलिकति तल माथि साह्रो गाह्रो सजिलो सबै थोक पुगेर चाहिँ मैले मेरो युट्युब मोनिटाइज गरेको थिएँ। चाहिँ मोनिटाइज गरेर अनि त्यहाँदेखि युट्युबको जर्नीमा यो पनि एउटा मोनिटाइज गर्ने स्टेपहरू जस्तै हुँदो रहेछ। मलाई चाहिँ थाहा थिएन नि त। म चाहिँ सुरुमा भन्नुपर्दा चाहिँ मेरो युट्युब जर्नीमा चाहिँ यसरी मोनिटाइज गर्ने अनि त्यहाँदेखि मोनिटाइज गर्छु होला अनि यस्तो कुराहरू चाहिँ मैले पाउँछु होला भनेर चाहिँ मैले सोचेको पनि थिइनँ। मैले चाहिँ सुरुमा चाहिँ त्यही यो भिडियो मेमोरीको लागि लगाउने अनि रहर चाहिँ लाग्ने कि मलाई युट्युबहरू चलाउनु जेस् यस्तो सामाजिक सञ्जालहरूमा अलिकति लगाउनु चाहिँ मलाई पनि मन पर्थ्यो। अब त्यस्तो तर अब चिनिने खालको चाहिँ हुन्छु जस्तो लागेको थिएन। तर स्टिल अहिले पनि त्यस्तो चाहिँ छुइनँ। तर पनि अब जो सानो खुड्किला चाहिँ मैले पनि के भने सानो खुड्किला चाहिँ चढेँ। त्यसमा चाहिँ फर्स्ट स्टेप चाहिँ अब सब्सक्राइबहरू पुऱ्याउनु पर्ने रहेछ अनि त्यहाँदेखि WT वाच टाइमहरू पुऱ्याउनु पर्ने युट्युबले दिएको उसकै नियमहरू हुन्छ नि त क्राइटेरियाहरू त्योहरू चाहिँ पुरा गर्नुपर्ने रहेछ। मलाई चाहिँ थाहा थिएन सुरुमा चाहिँ। अनि म चाहिँ मोनिटाइजै गर्छु भनेर पनि लागेको चाहिँ होइन। अनि गर्छु जस्तो त मैले एउटा सोचेको पनि थिइनँ नि त, किनभने मेरो लागि त्यो धेरै परको कुरा जस्तो लाग्थ्यो। अनि किनकि म अब त्यस्तो ब्लगिङहरू गर्नु पनि पाउँदिनँ। मेरो ड्युटी हजुरहरू कतिजनालाई त थाहा पनि छ, मेरो भिडियो रेगुलर हेर्नु साथीहरूलाई त म के जब गर्छु भनेर। अनि त्यस्तो ब्लगिङहरू चाहिँ मलाई चाहिँ अरूले त्यो अब अलिक चलेको अथवा कोही ब्लगिङ गर्नेहरू ब्लगरहरूले चाहिँ भिडियोहरू लगाएको देख्दा चाहिँ एकदम धेरै रहर लाग्ने क्या रहर चाहिँ। अनि तर मेरो त त्यो क्षेत्र पनि भएन त्यो कुराहरूमा, मेरो कामसँग टचै हुँदैन कि अब मैले ब्लगिङ गर्ने टाइमै हुँदैन एक त होइन। अनि त्यहाँदेखि भ्लग गर्नु पनि पाउँदिनँ जान्दिनँ पनि। मैले त त्यो सोचेकै थिइनँ त्यतातिर, किनभने युट्युबको क्राइटेरिया त्यत्रो 1000 सब्सक्राइबर अनि 4000 वाच टाइम त मसँग त असम्भव थियो नि त। अनि त्यही हुँदा अब साथीहरू अलिअलि सपोर्ट पाएँ। त्यही अब गरेर जे होस् मोनिटाइज चाहिँ गरेँ मैले। त्यस्तो धेरै गाह्रो पनि भएन मलाई होइन, त्यति धेरै मैले भने जस्तो सजिलो पनि भएन मलाई चाहिँ। त्यही हो, अलिअलि गाह्रो अलिअलि सजिलो हुँदै गयो। अब त्यस्तै मेरो जस्तै काम गर्ने दिनभरि ड्युटी गर्नेहरूले पनि मोनिटाइज गर्नु चाहिँ सकिने रहेछ है। त्यो चाहिँ पार्ट टाइम जस्तो भयो भने जस्तो चाहिँ भयो। अनि मैले चाहिँ त्यही अब जबलाई पनि निरन्तरता गर्दै बिहानदेखि बेलुकासम्म मेरो त काम हुन्छ नि त। बिहान 6 बजेदेखि बेलुका 7-8 बजीसम्म म ड्युटी नै हुन्छु जे होस् सधैँ। 7 बार अनि 28 दिन सधैँ हुन्छु होइन। 365 दिन नै म चाहिँ ड्युटीमै हुन्छु। अनि त्यो गरेर पनि मैले चाहिँ मोनिटाइज गर्नुमा चाहिँ सफल भएँ। त्यही हो। अनि त्यस पछाडि मोनिटाइज गरिकन अब धेरै साथीहरूले पनि मलाई सपोर्ट गर्नुभएको छ, धेरै धेरै धन्यवाद। अनि त्यही हो, आज चाहिँ म त्यति धेरै साथीहरूले मलाई सपोर्ट गर्नुभएको छ नि त। अनि साथीहरूको
अब नामै लिनु त मेरो दिमागले नै काम गर्दैन, अलिक दिमाग चाहिँ त्यस्तो राम्रो खालको दिमाग छैन मेरो। अनि तर पनि म अहिले नै भन्नु नसके पनि मेरो दिमागमा टक 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 चाहिँ आएको छ। यति सपोर्ट गर्ने साथीहरू बहिनीहरूले सपोर्ट गर्नुभएछ, त्यही भएर मैले चाहिँ मोनिटाइज गर्नु चाहिँ भने कति 2.5 महिना, लगभग 2 महिना 2.5 महिना, अलिक 3 महिना लागेन मलाई चाहिँ मोनिटाइज गर्नुलाई, फुल मनो गर्नुलाई। अनि फुल मनो गरिसकेपछि चाहिँ त्यही हो, अब ब्लगिङ भिडियोहरू त्यति साह्रो आउन सक्दैन। कस्तो चिसो छ साथीहरू, हजुरहरूकोमा कतिको चिसो छ नि हेर्नु न। चिसो भएर म त हट ब्याग सँगसँगै राख्नुपर्छ यसरी। चिसो न चिसो छ नि त हात कक्रिहाल्छ बोल्नु, अनि साथीहरूसँग च्याट गर्नुको लागि पनि हट ब्याग यस्तो गरेर गर्ने हो, नत्र भए त हात सेलाइहाल्छ, चिसो कक्रिन्छ नि त। अनि आज चाहिँ म त्यही पनि अलिकति अस्ति नै आएको थियो मेरो एडसेन्स पिन चाहिँ। अनि मैले चाहिँ यो पिनको लागि चाहिँ अलिकति धेरै नै दुःख पाएँ जस्तै भयो, किनभने मैले 2 चोटि एप्लाई गरेँ। अनि सानोतिनो टेक्निकल प्रब्लम टेक्निकल के भन्ने त्यो कम्प्लिट भएन, मिस्टेक भएर पनि रहेछ कि क्या हो। अनि सेकेन्ड चोटि रिसेन्ड गरेँ, त्यसमा चाहिँ अब अलिअलि यो एड्रेस 1 एड्रेस 2हरूलाई पनि अलिकति विचार गर्नुपर्ने हुँदो रहेछ, किनभने मेरो च्यानलको नाम र मेरो डकुमेन्टको नामहरू फरक भएर पनि होला मेरो चाहिँ आएन। अनि त्यहाँदेखि फेरि रिसेन्ड गरेर चाहिँ अब जे सबै कुराहरू चाहिँ डकुमेन्टहरू मिल्यो भने चाहिँ 2 विक्स जतिमा चाहिँ आउँदो रहेछ। मेरो चाहिँ रिसेन्ड गरेको त्यही 13-14 दिनमा चाहिँ। अनि रिसेन्ट पहिलोचोटि चाहिँ मैले अलिकति खोजी गरेँ, अनि सेकेन्ड टाइम चाहिँ मैले त्यो खोजी नै गरिनँ किनभने आउँछ नआउँदैन ठिकै छ भन्ने जस्तो थियो, गरेँ मैले चाहिँ। अनि त्यस पछाडि चाहिँ सेकेन्ड त्यो रिसेन्ट गरिकन चाहिँ 13-14 दिनमा चाहिँ एक कल पनि गरेकै थिइनँ। दाइले चिनेको दाइ हुनुहुन्थ्यो नि त हुलाकमा, अनि दाइले घरमै ल्याइदिनु भएछ। अनि हुलाकी दाइलाई पनि यहीँदेखि हजुरलाई पनि धेरै धेरै धन्यवाद। अनि त्यही हो साथीहरू, मैले चाहिँ गुगल एडसेन्स पिन चाहिँ ल्याइसकेको छु। अब त्यही हो के भनेर, अरू कुरा त सधैँ भेट भइरहेको छ, युट्युबमा भेट भइरहेको छ। अब सकेसम्म मैले पनि ब्लगहरू चाहिँ हप्तामा 2 चोटि ल्याउने कोसिस चाहिँ गरेको छु, तर अब ब्लग बनाउनुको लागि चाहिँ मेरो त्यत्रो धेरै टाइमै हुँदैन, अनि जानै पाइँदैन, बाहिर जानु पाइँदैन मेरो चाहिँ। अनि त्यही भएर अब ड्युटीको ड्युटी, अनि कता जाँदा चाहिँ एउटा ब्लगहरू बनामै भनेर त्यसरी पनि बनाइराखेको छु कति चाहिँ। त्यही हो, हजुरहरू पनि यदि होइन मेरो युट्युब फ्यामिलीभन्दा बाहिरको साथीहरू हुनुहुन्छ भने हजुरहरूलाई पनि यदि इन्ट्रेस्ट छ है भने चाहिँ पार्ट टाइमको लागि जस्तो मेमोरीको लागि जस्तो भयो भने, अब जस्तै मेरो चाहिँ ब्लगिङ यो मेमोरीको लागि एकदम धेरै पछिल्लो पुस्तासम्म युट्युबहरू चलिराख्यो भने त मेरो छोरा नातिहरूले पनि हेर्न कस्तो हुन्छ भने हामी पहिलाको हाम्रो बाजेहरूको होइन, अनि हाम्रो आमाहरूको पालाहरूको त्यो फोटोको एल्बम हेऱ्यो भने कस्तो उयो लाग्छ नि, कस्तो चिज लाग्छ कि मलाई चाहिँ। अनि हाम्रो आमाहरू त यस्तो हुनुहुन्थेछ, मेरो बाजे यस्तो हुनुहुन्थेछ भनेर जस्तो कस्तो लाग्ने क्या त्यो एल्बमहरू। अनि अहिले त त्यो फोटो खिच्ने फोटो तुलाउनेहरूको अब अलिकति फरक भएर आएको छ नि त। अनि त्यही भएर चाहिँ मैले चाहिँ फर्स्टचोटि चाहिँ युट्युबमा भिडियोहरू लाउँदा चाहिँ मैले त्यसको लागि लगाएको थिएँ क्या, खासै मोनिटाइज गरेर होइन, अनि पैसा आउँछ भने जस्तो चाहिँ मेरो चाहिँ त्यस्तो चाहिँ मैले सोचेकै थिइनँ। त्यो मेरो कामभन्दा अलिकति फरक जस्तो पनि हो नि त, अनि सम्भवै छैन भनेर म जस्तो लाग्थ्यो। अन्त केही बुझेकै थिइनँ, त्यत्तिकै भिडियोहरू चाहिँ लगाइराख्थेँ क्या अब फेसबुकतिर पनि। अनि मेरो चाहिँ फेसबुक पनि मोनिटाइज छनु चाहिँ अब त्यस्तो राम्रो चाहिँ जान्दैन, त्यो मेमोरीको लागि लाउँछु फोटो भिडियोहरू चाहिँ। अनि युट्युबमा पनि त्यही हो, अब एउटा सानो खुर्किलाहरू चाहिँ मैले पार गरेँ। अब कमाउनुकै लागि भने चाहिँ युट्युब र त्यो खासै मैले चाहिँ सोचेको चाहिँ छुइनँ।
कमाइ गर्छु योबाट भने चाहिँ, तर अब यदि साथीहरू हजुरको चाहिँ टाइम छ, अब त्यस्तै खालको सिचुएसनहरू छ भने चाहिँ गर्दाखेरि नहुने चाहिँ होइन रहेछ है। मैले चाहिँ मेरो काम सँगसँगै पनि मैले 1-2 खुड्किला चाहिँ पार गरेँ भने हजुरहरूको चाहिँ बाहिरी काम छ भने चाहिँ राम्रोसँगले हुने रहेछ। यो चाहिँ म जस्तो बसिकन, म जस्तो 13-14 घन्टा ड्युटी गरेर पनि मैले चाहिँ त्यो पनि मेरो त ब्लगिङको हो नि त यो च्यानल, अनि गर्न सकेँ भने तपाईँहरूको पनि जन असम्भव छैन। गर्नु इन्ट्रेस्ट छ भने चाहिँ गर्नु होला भन्छु म चाहिँ। मलाई चाहिँ त्यही यो भिडियो फोटो लाउनु चाहिँ एकदम धेरै इन्ट्रेस्ट लाग्थ्यो पहिल्यैदेखि। अनि अब त्यही मोनिटाइजरको लागि चाहिँ खासै त्यस्तो सोचेको थिइनँ, तर पनि गरेँ। अनि फाइनल्ली अब मोनिटाइज गरेर यो एडसेन्स पिन पनि आउनु पर्दो रहेछ, त्यो पनि थाहा थिएन। अनि यो पनि आइसकेको छ मसँग चाहिँ। अनि यो पनि एउटा मेन नै रहेछ, मेन पार्ट यो जर्नीमा चाहिँ यसको पनि ठुलो भूमिका हुँदो रहेछ। अनि मलाई चाहिँ थाहा थिएन। जब म युट्युबमा अलिकति बढी एक्टिभ भएँ त्यस पछाडि चाहिँ थाहा भएको के कुराहरू गर्नुपर्छ, के कुराहरूले चाहिँ युट्युबको लागि आवश्यक छ भनेर चाहिँ यो पनि एउटा महत्त्वपूर्ण नै रहेछ। अनि यो चाहिँ आइसकेको छ, एकदम धेरै खुसी छु, एकदम धेरै खुसी छु। किनभने मैले त यो त एकदम त्यो नसोचेको हो नि त, नसोचेको खुसी हो क्या, नसोचेको कुराहरू हो नि त यो त। मेरो त मैले जिन्दगीभरिमै नसोचेको कुरा हो। अनि मैले चाहिँ एडसेन्स पिन पनि पाएको छु। अनि मेरो चाहिँ त्यही हो साथीहरू। मलाई चाहिँ त्यस्तो धेरै ब्लग बनाउनलाई त्यस्तो धेरै बोल्नै आउँदैन कि, अझै पनि भिडियोहरू बनाउनु चाहिँ म कन्फिडेन्ट छुइनँ। कन्फिडेन्ट त के भन्ने हौ, आउँदैन नि। जाडोले हेर्नु न कति चिसोसम्म हातहरू पक्रेर निलो कालो भइन्छ हौ जाडोले हिलेमा त। अनि साथीहरू तपाईँहरूको पनि कति धेरै जसो साथीहरूको मोनिटाइज भएको छ। सबै साथीहरूलाई धेरै शुभकामना। नयाँ साथीहरू हुनुहुन्छ भने पनि मेरो भिडियो हेर्नु होला, किनभने म जस्तो त्यत्रो 13-14 घन्टा ड्युटीमै बस्ने मान्छेले त गर्न सके भनेपछि असम्भव चाहिँ रहेन रहेछ है। यदि हजुरहरूलाई पनि फोटो भिडियोमा इन्ट्रेस्ट छ भने चाहिँ गर्न सक्नुहुन्छ। अब त्यत्रो धेरै कमाइ नभए पनि मेमोरीको लागि भए पनि फोटो भिडियो चाहिँ हुन्छ। पछि हाम्रो छोरा नातिले हेर्छ नि त युट्युब यो च्यानल, यो एप्लिकेसन, यो एप्स बन्द भएन भने चाहिँ सबै हाम्रो पछिको सन्तानहरूले, हाम्रो बोजूहरू, हाम्रो आन्टीहरू, हाम्रो अब आमाहरू यस्तो हुनुहुन्थेछ, यस्तो गर्नुहुन्थेछ, यस्तो गर्नुभएको रहेछ, यता जानुभएछ, यस्तो गर्नुभएछ है, हामी सानोमा यस्तो थिएछौँ भनेर हेर्ने एउटा मेमोरी जस्तो पनि भयो। अनि त्यही भएर पनि यो ब्लग चाहिँ मलाई अलिकति इन्ट्रेस्ट लाग्यो। अब त झन् इन्ट्रेस्ट त लागिहाल्छ नि। कति कुराहरू दुःख गरेर पनि पुऱ्याइयो होइन। अनि त्यही हो, सबै साथीहरू नयाँ जति साथीहरू हुनुहुन्छ हजुरहरूले पनि गर्नुहोला। त्यस्तो साह्रो नराम्रो पनि छैन होइन। अब त्यस्तो सोचे जस्तो सजिलो पनि छैन छनु चाहिँ। कि भाइरलै हुनु पर्यो कि भने अब हामी जस्तो अलिकति दुःख गर्नु पर्यो। तपाईँहरू टिकटक फेसबुकमा भाइरल हुनुहुन्छ भने त छिटै पनि हुन्छ होला, तर हामी जस्तो म जस्तो अनुहार भएकोलाई त भाइरल हुनु गाह्रै छ नि त। के अरे न कला न गला भएको मान्छेलाई कम त गाह्रो छ साथीहरू। केहीको कला पनि छैन अनि त्यस्तो कला पनि छैन, गाह्रो छ नि त। एउटा सानो भिडियो बनाउनु त कति गाह्रो हुन्छ। त्यस्तै गरेर पनि अब यो जर्नीमा चाहिँ यतिसम्म आयो। सबैजनालाई धेरै धन्यवाद। अनि नयाँ साथीहरूले चाहिँ च्यानलमा यसमा मतलब पिनहरूको लागि एप्लाई गर्दै हुनुहुन्छ भने अलिकति दुःख पाउनुहुने रहेछ। त्यही भएर मेरो चाहिँ डकुमेन्टको नाम र च्यानलको नाम अलिकति फरक भएको कारणले गर्दाखेरि अलिकति दुःख पाएँ मैले चाहिँ। अनि सेकेन्डचोटि रिप्लाई गर्दा चाहिँ फेरि त्यसलाई अलिकति चेन्ज गरेर गरेको। अनि यति छिटो आयो नि, मैले सोचेकै थिइनँ। म त अब पहिला त धेरै नै खोजेँ मैले।
अनि भेटिनँ कि। अनि पछि चाहिँ फेरि रिसेन्ट गरेको चाहिँ मैले के थियो भने अब 2-3 विक्स कट्योस् अनि त्यहाँदेखि चाहिँ खोज्छु भन्दै थिएँ। अनि दाइले त घरमै ल्याइदिनु भएछ क्या ठिक्क। अनि होइन यो तिम्रो होइन भनेर ल्याइदिनु भएछ। धेरै धेरै धन्यवाद दाइलाई। अनि त्यही भएर साथीहरूले पनि मैले भन्नु खोजेको चाहिँ एउटै कुराहरू लामो लामो भयो है, कस्तो झ्याउ हुने के अब यस्तो खालके भिडियो हेर्नु त। मैले भन्नु खोजेको चाहिँ फ्याक्ट के हो भने नयाँ साथीहरूले एप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ पिनको लागि अलिकति त्यही हो, एड्रेस 1 र एड्रेस 2 को लागि अलिकति केयर गर्नुपर्ने रहेछ है त। त्यही हो, अब जति भयो भने मलाई चाहिँ बोल्नै आउँदैन, यस्तै एउटा चाङ्गुचुङ आउरी गफ गर्नु त आउँछ तर अब भ्लगहरू बनाउनु चाहिँ आउँदैन। सबैजना धेरै धेरै धन्यवाद सबैजनालाई। यो चाहिँ एडसेन्स पिनको लागि चाहिँ मेरो भन्दा पनि धेरै दुःख चाहिँ साथीहरूको छ है, किनभने यो चाहिँ $10 आइकन मात्रै यसको लागि एप्लाई गर्नु मिल्दो रहेछ। अनि $10 हुनुको लागि त मैले दुःख गरेर मात्रै हुँदैन नि त, हजुरहरूको साथ सपोर्ट चाहिनु पर्यो। अनि $10 त मेरो आइडीमा जम्मा हुनु पर्यो। अनि त्यो $10 चाहिँ हजुरहरूको हातमा छ। हजुरहरूले धेरै धेरै दुःख गरिदिनु भयो अनि साथ दिनुभयो, त्यही भएर मात्रै यो एप्लाईको लागि लायक भएको थिएँ र अहिले चाहिँ घरमा आइपुगेको पनि छ। सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै म चाहिँ मेरो यो भिडियो कस्तो खालके बनायो, मलाई बनाउनै आएन भिडियो त, के बोले क्या के बोले बोल्नुको लागि पनि आउँदैन। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। त्यही हो, हजुर सबैजनालाई धन्यवाद दिनुको लागि पनि मैले चाहिँ यो एप्लाई के अरे यो यस्तो छ क्या मेरो बुद्धि, यो पिन आयो है भनेर हजुरहरू सबैजनालाई सुनाउनु पनि को लागि पनि हो, हजुरहरूको दुःख अनि त्यहाँदेखि मेरो चाहिँ खुसीको कुरा हो यो चाहिँ। सबैजनालाई धेरै धेरै फेरि पनि धन्यवाद। अनि त्यही हो, सबैजनालाई च्यानलमा जोडिनु भएको छ, सबैजनालाई हेरिदिनु भएको छ, सबैजनाले सपोर्ट गरिदिनु भएको छ। तपाईँहरूलाई पनि धेरै धेरै बधाई छ। अनि तपाईँहरूको पनि च्यानलको लागि शुभकामना भन्दै चाहिँ म यो भिडियोलाई चाहिँ इन्ड गर्दैछु। त्यस्तो राम्रो भिडियो त भएन तर के भन्ने, अब मैले पिन पाएँ है भनेर सबैलाई सुनाउनुको लागि यो भिडियो बनाएको हो। त्यस्तै छ, भिडियो बनाउनु ढङ्गसँग छैन, जेसुकै बोल्यो अरू बेला पनि भिडियो बनायो, एक एक टुक्रा जोडो हो, मोबाइल ह्याङ हुने गरेर आउँदैन हो साथीहरू। मलाई त्यस्तो धेरै कन्फिडेन्टै हुँदैन कि भिडियो बनाउनुको लागि। अनि हस्, धन्यवाद। अनि हाम्रो अरू ब्लगहरूमा पनि भेट्दै गरौँला साथीहरू। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। बाई बाई, सी यू।